जुगाजीले नमस्कार भन्नुभएको रहेछ। नमस्ते सर्वप्रथम है। यहाँ कमेन्ट यसरी गर्नुभएको रहेछ भिडियोमा, त्यही भएर म रिप्लाई चाहिँ दिँदैछु है। रिप्लाई चाहिँ म भिडियो कल मार्फतै हजुरलाई भन्ने कि अब त्यो जुगा हुन्छ नि झुन्डेर बस्ने कि जुगा, अब त्यो जुगा अगाइसकेपछि के हुन्छ तपाईँहरूलाई थाहा होला नि, राइडर साथीहरू सम्पूर्ण राइडर साथीहरूलाई। त्यो जुगा खान्छ अनि त्यो अगाइसकेपछि के हुन्छ, फुल्लिन्छ, फुलेपछि झर्छ नि, त्यस्तै झर्नु खोजेको होला होइन। किनकि मैले सत्य कुरा बोल्छु कि है। यहाँ कमेन्ट हेर्नु होला सम्पूर्ण राइडर साथीहरू, अनि तपाईँहरूले कमेन्ट गर्नु होला के कस्तो लाग्छ याङ्गोको चाहिँ होइन, वार्निङ भन्ने कि अब यो धम्की भन्ने कि के भन्ने है। म चाहिँ यो केही पनि मान्दिनँ, किनभने मैले कुनै गलत बोलेको छैन है। अब कुरा आयो फेरि त्यही कुरा आउँदाखेरि अलरेडी मैले बोलेको कुरा चाहिँ सत्य हो है। फेरि ट्याक्सी मन्डुबाट चाहिँ त्यहाँबाट हटाइसक्यो, त्यहाँ म पनि अलरेडी त्यसमा जोइन थियो, त्यो पार्टनरमा जोइन थियो। त्यो पार्टनरबाट चाहिँ एक्टिभ नभइसकेपछि त्यो छोडेर हामीले अरू कुनै पार्टनरमा जोइन हुनुपर्ने गरिसक्यो अस्ति नै भएको है। अनि मैले त्यही कुरा उठाउँदाखेरि ल कारबाही होला, ल कारबाही गरौँ न त, ल गरौँ है। ल राइडर साथीहरू के कारबाही दिने हो यो मान्छेलाई, ल यो कमेन्ट गर्ने हाम्रो जुगाजीलाई चाहिँ के कारबाही गर्ने ल भन्नु त तपाईँहरू सबै राइडर साथीहरू जम्मा भएर कारबाही गर्नु के ल। मैले यति गलत बोलेको रहेछ मलाई कारबाही गर्नु होइन, म भोग्न रेडी छु है जुगा। फेरि यति मैले बोलेको कुरा सत्य त्यो हटाइसकेको रहेछ। त्यहाँ चाहिँ अब उबर नेपाल चाहिँ त्यहाँ उ गरेर चाहिँ ट्याक्सी मन्डुलाई चाहिँ चेन्ज भइसकेको रहेछ भने त मेरो गल्ती भएन नि त होइन। त्यसपछि सजाय भोग्न तयार छौ जुगा, तयार हुनु पऱ्यो है यो कुरा चाहिँ। किनकि फेरि तयार भइसकेपछि राइडर साथीहरूले चाहिँ फेरि के कारबाही गर्ने भन्ने कुराहरू त्यहाँ पछि आउँला है। म त केही पनि भन्दिनँ र मैले कुनै नाम होइन मान्छेलाई तोकेर भनेको छैन, याङ्गोलाई भनेको छु मैले है, याङ्गोलाई। अनि के गर्दाखेरि गल्ती हुन्छ त्यो पनि मलाई थाहा छ है याङ्गो, त्यो पनि मलाई सिकाइरहनु पर्दैन है। मेरो गल्ती भनेको मैले कुनै पनि मान्छेको नाम, कुनै पनि पोस्टको नाम त्यो पोस्टलाई चाहिँ होइन उ गरेर युज गरेर मैले नभएको न्युज फैलायो भने त्यसमा मलाई कारबाही हुन्छ है। तर मैले त सत्य कुरा बोलिरहेको छु नि त। याङ्गोले त्यहाँ पार्टनर हटाइसक्यो त्यहाँ है, ट्याक्सी मन्डुबाट हटाइसक्यो। अनि त्यहाँ उबर नेपाललाई चाहिँ अहिले उगारिरहनु भएको छ त्यहाँ है, त्यहाँको हाकिम साहबले। भनेपछि त मुला जुगाहरूलाई त्यति पनि थाहा छैन आफ्नो पार्टनर कहाँ छ, पार्टनरले के गर्दैछ भन्ने कुराहरू पनि थाहा छैन। तिमीहरू रेडी छ भोग्नलाई, ल तयार हौ न त, ल म रेडी, आइएम ओके, आइएम फाइन है, आइएम फाइन, म ठिक छु, म जे जस्तो सोचाइ भोग्न पनि तयार छु। तर त्यहाँ सरेको रहेछ, त्यहाँ अलरेडी पहिलाको जस्तै सबै याङ्गो सञ्चालन रहेछ भने मात्रै है। फेरि यदि रहेछ भने त मुला जुगाहरू गलत हुने हो नि त, जुगा है, जुगा गलत हुने हो नि त। त्यसो तिमीहरूले त सजाय भोग्नु पऱ्यो नि त। रेडी छौ भने कमेन्ट गरेँ यहाँ तल है, कमेन्ट गरेर। म धेरै कुरा बोल्न चाहन्न, मलाई चित्त नबुझेको कुरा त्यो हो। मलाई त्यो वार्निङ धम्की केही पनि फरक पर्दैन है। मैले त्यस्तो नराम्रो केही बोलेको छैन। म एउटा राइडर हो, तिमीहरू एउटा कमिसन खाने मान्छे हो, जता फाइदा हुन्छ त्यतै। तिमीहरू पनि बुद्धि छ भने नि बेलामा चेन्ज गरिहाल। सुबरलाई हातमा लिएर कमिसन झामझिम पार्ने, उताबाट आउने पैसाहरू खाने काम गर है। जता फाइदा छ त्यता गर्ने हो, बुद्धि छ भने। ट्याक्सी मन्डलले सही गर्नुभयो, सल्युट छ मलाई है, ठिक गर्नुभयो। जता फाइदा छ त्यतै जाने हो सबैजना। हामी जुगा है, जुगा पनि कमाउने नै हो, हामी पनि कमाउने नै हो है। त्यही भएको कारणले कसैलाई निज देखाउने र कहीँ मै हो भन्ने नसोचे हुन्छ क्या है। यही थोपडा हो। पठाउलाई पहिला ढुङ्गा बोकेर झोलामा ढुङ्गा बोकेर हिँड्ने पनि यही थोपडा हो है। अनि इन्ड्राइभमा लफडा पर्दाखेरि दुनियाँ गरेर भिडियो बनाएर हाल्ने पनि यही थोपडा हो। अनि एङ्गोलाई बाँकी छ अब है, एङ्गोलाई बाँकी छ। विचार गर जुगा, बढी नपुग भक गरेर है, भक नगरेर नपुग। राइडरहरू एकजुट भयो भने के अवस्था हुन्छ फेरि है, के अवस्था होला त्यो सोच बेलामै है। अनि मैले अर्को भिडियोमा पनि भनिसकेको छु है, मान्छेको लास दुई महिनासम्म भएर पनि लास निकाल्न पैसा नभएर चाहिँ तिमीहरूले केही पनि नहेरेको कारणले हामीले गएर अफिस घेरेर 5 लाख रुपियाँ त्यहाँ तिर्न लगाएर लास निकालेर लगेको पनि है हाम्रै टिम, हामीहरू हो। विचार गर फेरि सबै कुराहरू सत्य बोल्छ नि। फेरि तिमीहरू जस्तो 1 किलोमिटर 17 किलोमिटरको 18 किलोमिटरको 117 रुपियाँ 20 रुपियाँ दिने होइन कि मुला झोलेहरू, मुला जुगाहरू।
है राइडरहरूको एउटा खुन चुसेर पुग्यो अब तिमीहरूलाई अझै भुक्दैछौ भुक्दैछौ के सोचे हौ नयाँ छ नयाँ हो यो मलाई जे भन्दा पनि हुन्छ यो मलाई जे कमेन्ट गर्दा पनि हुन्छ भनेर हो गलत त्यो हो भने चाहिँ गलत है फेरि मैले मान्छेलाई भनेको छैन याङ्गोलाई भनेको छु मैले ल अनि जुन कुराहरू यति तयार सबैजना साथ छ भने नि ल ओके म रेडी छु र तिमीहरू पनि रेडी हुनु पऱ्यो जुन मान्छेले यो कमेन्ट गरेछ त्यो मान्छे रेडी हुनु पऱ्यो अनि राइडर साथीहरू के सजाय दिने ल भन्नु त राइडर साथीहरू किनकि अब सजाय त भोग्नुपर्छ मैले मेरो गल्ती छ भने मैले भोग्नु पऱ्यो त्यसको गल्ती छ भने त्यसले भोग्नु पऱ्यो अब गल्ती चाहिँ के दिने सजाय के दिने कि यसलाई भन्ने कुरा सोचेर कमेन्ट गरौँ त साथीहरू भट्टाबाट कमेन्ट गरौँ न साथीहरू यार कमेन्ट गरौँ त साथ सपोर्ट गरौँ त है राइडरहरू एकजुट हुनुपर्ने अवस्था हो क्या है त्यो भएर राइडरहरूले यति हेपेको छ नि यिनीहरूले है 17-18 किलोमिटर 120 रुपियाँ 30 रुपियाँ तेरो बाउको नोकर हो तेरो बाउले चाहिँ तेल हाल्न दिन्छ फ्रीमा त्यो भएर अझै बग भुक्दैछौ अझै भुक्दैछौ राइडरहरूको खुन चुसेर पुगेन रगत चुसेर पुगेन पसिना चुसेर पुगेन अझै त्यो भएर सोचेर मात्रै कमेन्ट गरौँ ल सोचेर मात्रै कमेन्ट गरौँ त्यो नराम्रो कमेन्ट गर्नु छ भने नगर बरु है नगर हेप्ने र चेप्ने काम नगरौँ सबैलाई सम्मान छ सबैलाई इज्जत छ फेरि अर्को भिडियोमा हवस् त जय नेपाल